हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार। अहिले हामी यो हाम्रो क्षेत्र नजिकै रहेको यो उल्सानको एउटा सामुद्रिक क्षेत्र नजिकै आएका छौँ। अनि यो साँझ पखको समयमा देख्न सक्नुहुन्छ यति राम्रो ठाउँ छ। यो चाहिँ सबै मान्छेहरू घुमघाम गर्ने। अहिले माछा मार्नदेखि लगेर अहिले यो किनभने गर्मी छ नि त, यहाँ गर्मी भएको हुनाले चाहिँ यहाँको मान्छेहरू टक्क हावा खानको लागि सर बाहिरतिर आउनुहुन्छ। अनि म तपाईँलाई चारैतिर घुमाएर देखाउँछु है त। अनि हामीलाई पनि गर्मी भयो भने हामी यो क्षेत्रमा आएर घुमघाम गर्ने, बस्ने, रमाइलो गर्ने गर्छौँ है। म तपाईँलाई सर देखाउँछु है। अहिले यो साँझ पखको समय हो, त्यसै गरेर गर्मीको समय पनि एकदम रमाइलो छ यो ठाउँ। अनि कहिले पनि समुद्र नदेखेको मान्छे र यसरी समुद्रको छेउछाउमा यस्तो गर्मीको समयमा घुम्न पाउँदाखेरि निकै नै खुसी लाग्छ है त। तपाईँहरूलाई पनि मैले यो ठाउँलाई देखाउन खोजेँ र यो समयलाई र यो पललाई तपाईँ समक्ष प्रस्तुत गर्न खोजेँ। राम्रो छ, निकै नै राम्रो छ। अनि कोरियामा अहिले गर्मी बिदा चलिरहेको छ। धेरै साथीहरू कोरियाको एउटा राम्रो पर्यटकीय क्षेत्र जो कोरियाको दोस्रो ठुलो सहर बुसानमा जानुहुन्छ र घुमघाम गर्नुहुन्छ र यहाँ छाल हान्दैछ है त। अनि यो समयमा परिवारका सम्पूर्ण सदस्यहरूसँग घुम्न जाने, साथीभाइहरूसँग घुम्ने, रमाइलो गर्नुहुन्छ। तपाईँहरू पनि रमाइलो गर्नुहोस् जहाँ हुनुहुन्छ। अनि हामी कोरियामा भएका यस्ता राम्रा ठाउँहरूलाई एक्सप्लोर गर्ने, देखाउने गर्दछौँ। हस् त, हेर्दै राख्नु होला है त।